सकेसम्म समाधान गर्ने कोसिस गरौँ भन्ने नै हो। यसरी यहाँ भिजिट गरिसकेपछि एउटा हामीलाई सुविधा के हुन्छ भने यहाँका केही क्वेसनहरू छन् स्पेसली कलेजसँग सम्बन्धित भने विगत 2-2.5 वर्षदेखि कार्यरत छु र यहाँ रम्फूर भिजिटको लागि चाहिँ यो मेरो प्रथमपटक म भिजिट गर्दैछु। सरहरू पहिला पनि आइसक्नु भएको छ र सर्वप्रथम यहाँ आएर यहाँ तपाईँको एकदमै राम्रो प्रस्तुति, एकदमै वेलकम, त्यो जुन ग्रान्ड वेलकम थियो अनि एकदमै राम्रो हस्पिटालिटी कलेजको र तपाईँहरूको लगायत यति छोटो समयमा पनि तपाईँहरूले एकदमै राम्रो प्रस्तुतिहरू तयारीहरू गर्नुभएको रहेछ। त्यसको लागि धेरै धेरै धन्यवाद र एकदमै राम्रो प्रस्तुति थियो सबैजनाको। म एमबिसीको सुरुमा चाहिँ म एमबिसीको एउटा हाम्रो प्रायोरिटिजहरू के हो भनेर एकदमै ब्रिफली भनिहाल्छु। एमबिसीको रूपमा हामीले गर्नुपर्ने जुन दैनिकी कामहरू हुन्छन्, हाम्रो एडमिनिस्ट्रेटिभ कामहरू लगायत अरू अन्य पासपोर्टहरूको सेवा जुन हामीले कन्सुलर सेवाहरू प्रदान गर्छौँ, कन्सुलर सेवा, तपाईँहरूको डकुमेन्ट्सहरू एटेस्टेसन, तपाईँहरू यहाँबाट पास आउट भएर गइसकेपछि गर्नुपर्ने त्यो एटेस्टेसनको काम कारबाहीहरूदेखि लिएर कलेजहरूमा यस्तै जहाँ नेपाली विद्यार्थीहरू पढ्दै हुनुहुन्छ ती कलेजहरूसँगको उहाँहरूको कुनै कन्सर्नहरू छ भने त्योहरू राखिदिने, कलेजसँग एकदमै कम्युनिकेट गरिराख्ने हाम्रो त्यो मेन प्रायोरिटिज नै पर्छ। र त्यो सँगसँगै अरू हाम्रो पोलिटिकल लेभलमा, गभर्मेन्ट लेभलमा जुन एउटा बायोलेटरल रिलेसन्स मेन्टेन गर्नुपर्ने हुन्छ, त्यो यहाँको सरकारसँगको इन्गेजमेन्ट, यहाँको गैर सरकारी संस्था अथवा यहाँको अरू सङ्घ संस्थाहरूसँगको इन्गेजमेन्ट पनि लगातार रूपमा हामीले गरि नै रहेका हुन्छौँ। र यी बावजुद, यी अरू अन्य कार्यहरूका बावजुद अथवा सँगसँगै हामीले चाहिँ स्टुडेन्ट अफेयर्सलाई चाहिँ एकदमै प्रायोरिटीका साथ हेरिरहेका हुन्छौँ। किनभने यहाँ सबैलाई थाहा छँदैछ बङ्गलादेशमा बसोबास गर्नुहुने अरू अन्य नेपालीहरू खासै हुनुहुन्न होइन। यहाँ ठुलो सङ्ख्यामा अध्ययन गर्नुहुने तपाईँहरू जस्तो नेपाली विद्यार्थीहरू नै हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि एमबिसीको लागि चाहिँ सबैभन्दा प्रथम प्रायोरिटी चाहिँ जहिले पनि त्यहाँ बसोबास गर्ने नेपाली नागरिकहरू चाहिँ रहन्छ। उहाँहरूको सुरक्षा, हक, हित, वेलबिङको लागि चाहिँ हामीले जहिले पनि हामी कार्यरत रहनुपर्छ। र यहाँ चाहिँ ठुलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू, तपाईँहरू जस्तो विद्यार्थीहरू हुनुभएकोले के चाहिँ अस्योर गर्न चाहन्छु भने तपाईँहरूको प्रायोरिटिज चाहिँ हाम्रो लागि पनि हाम्रो दिस इज द फर्स्ट प्रायोरिटी फर अस। त्यस कारणले हामी वार्षिक रूपमा एनुअली चाहिँ प्रोग्रामहरू बनाएर, सेड्युल बनाएर यसरी कलेज भिजिटहरूमा जाने गर्छौँ होइन। ढाकामा पनि कुनै कलेजहरू भिजिट गरिरहेको छौँ, ढाकाभन्दा बाहिर पनि यसरी ठुलो सङ्ख्यामा रहनुभएको विद्यार्थीहरूको कलेजमा हामी फिजिकली गएर भेटघाट गरेर गर्छौँ। अन्य थोरै सङ्ख्यामा हुन्छ भने चाहिँ जस्तै हिजो हामीले रम्फूरको अन्य दुईवटा कलेज, प्राइम र रम्फूर मेडिकल कलेजका विद्यार्थीहरूसँग सानो इन्टरेक्सन गरेको थियौँ। उहाँहरूलाई छुट्टै बोलाएर इन्टरेक्सन गरेका थियौँ। उहाँहरूको पनि कन्सर्नहरू के थियो हामीले सुनेका थियौँ र त्यसलाई एड्रेस गर्ने पनि हाम्रो पहल रहन्छ। र त्यही क्रममा हामी यहाँ आएका छौँ। यहाँहरूको सरकारका विषयहरू, यहाँहरूको कन्सर्नहरू जसरी तपाईँहरूले यहाँहरूले उठाउनु भएको छ, बेसिक कम्युनिटिजको कुराहरू होइन, ड्रिङ्किङ वाटरदेखि लिएर इलेक्ट्रिसिटी भन्नुभयो, तपाईँहरूको डकुमेन्टेसन प्रोसेस भन्नुभयो, यी सबै कुराहरूलाई चाहिँ कसरी व्यवस्थित रूपमा कलेजसम्म पुर्याएर तपाईँहरूको कन्सर्नहरू पुर्याएर कसरी तपाईँलाई अझै सुविधा प्रदान गर्न सकिन्छ, तपाईँहरूको वेलबिङ कसरी अझै मेन्टेन गर्न सकिन्छ भन्नेमा चाहिँ हामी एकदमै प्रयासरत रहन्छौँ। त्यस कारणले गर्दाखेरि एमबिसीलाई चाहिँ रिच आउट गर्नुहोला। हामी यसरी भिजिटमा आएको बेला पनि हामीसँग सेयर गर्नुहोला, तपाईँहरूको कन्सर्नहरू सेयर गर्नुहोला। र हामी गइसकेपछि पनि यो दौरानमा तपाईँहरू यहाँ पढ्दै गर्दाखेरि पनि अन्य अरू केही कुराहरूले तपाईँहरूलाई समस्या आइरहेको छ भने चाहिँ निर्धक्क भएर एमबिसीमा हाम्रो अफिस आवर्समा एकदमै रेगुलर फोन कल्सहरूदेखि लिएर तपाईँहरूले डाइरेक्टली फोन कलबाट हामीलाई रिच आउट गर्न सक्नुहुन्छ अथवा हाम्रो इमेलहरू छ। हाम्रो इमेल एड्रेसमा एउटा सानो इमेल लेखेर तपाईँलाई के समस्या परिरहेछ त्यसको अलिकति बयान गरेर हामीलाई तपाईँको नाम नम्बर दिएर इमेल लेख्नुभयो भने हामी तुरुन्तै त्यसलाई कसरी एड्रेस गर्न सकिन्छ हामी तपाईँलाई फोन गरेर तपाईँलाई इमेल लेखेर जवाफ पठाएर चाहिँ हामी रेस्पोन्ड गर्ने प्रयास गर्छौँ। र यसबारेमा चाहिँ तपाईँहरूको यस्तै सानोदेखि कुराहरूदेखि लिएर जस्तै इन्टर्नसिपको कुराहरू पनि तपाईँहरू उठाउनु भयो। यस्ता ठुलो पोलिसी लेभलको कुराहरू पनि सम्म चाहिँ हामी हरेक इस्युजहरूलाई, तपाईँहरूको हरेक कन्सर्न्सहरूलाई एड्रेस गर्ने प्रयास गर्छौँ। त्यस कारणले यहाँहरूले एकदमै निरन्तर रूपमा निर्धक्क साथ हामीलाई सम्पर्क गर्नुभएको छ। हाम्रो एमबिसी हामी के मेसेज पनि यहाँहरूलाई दिन चाहन्छौँ भने एमबिसी चाहिँ हामी एमबिसी नट जस्ट इन ढाका, हामी बाहिर पनि त्यत्तिकै रूपमा यहाँहरूको लागि काम
रूपमा एनुअली हामी यसरी आउने गर्छौँ र यहाँहरूसँग भेटघाट गरेर एकदमै हामीलाई खुसी लागेको छ। यो मेरो लागि चाहिँ ढाका एटलिस्ट ढाका बाहिर चाहिँ यत्रो ठुलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू देखेको मैले पहिलोचोटि हो, त्यही भएर एकदमै एक्साइटेड